हाई 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 सबै साथीहरूलाई चाहिँ मेरो युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ फेसबुक आइडी मोनेटाइजेसन नेपालबाट कसरी हुन्छ, के गर्नुपर्ने रहेछ, सबै कुराहरू म डिटेलमा तपाईँहरूलाई देखाउँछु। मेरो पनि फेसबुक बल्ल बल्ल मोनेटाइज भएको छ। अहिले भर्खर नयाँ नै मोनेटाइज भएको छ। मैले चाहिँ के गरेर के प्रोसेस गरेर चाहिँ मोनेटाइजेसन गरेको मेटलले चाहिँ मलाई चाहिँ मोनेटाइजेसन कन्टेन्ट मोनेटाइजेसन टुल दिएको। सुरुमा स्टार मात्रै थियो, स्टार अर्निङ मात्रै। अहिले चाहिँ कन्टेन्ट मोनेटाइजेसन भन्ने पनि अहिले इलिजिबल भएको छ मेरोमा। जसले गर्दा मेरो पोस्टहरूबाट मेरो भ्युज कति आयो त्यसको आधारमा चाहिँ USDT-मा चाहिँ अर्निङ दिन्छ। मैले तपाईँहरूलाई स्क्रिन सेयर गरेर चाहिँ डिटेलमा भन्छु। तपाईँहरू पनि सोही अनुसार गर्दै गर्नु होला। तपाईँहरूको पनि पक्कै नेपालमै मजाले कन्टेन्ट मोनेटाइजेसन हुन्छ, फेसबुक मोनेटाइज हुन्छ। म डिटेलमा म स्क्रिन सेयरबाट मजाले भन्छु। तपाईँहरू पनि यस्तै गर्नु होला है त। ल साथीहरू, मेरो यो फेसबुक प्रोफाइल है, फेसबुक प्रोफाइल हेर्नु त मोनेटाइज भइसकेको छ। कसरी भएको छ, यो अर्निङहरू यति आएको छ $0.02 है। मैले अस्तिको स्टोरीबाट कमाएको चाहिँ यो हो। अब कन्टेन्टहरू अरू एफबी रिल्सहरू फोटो पोस्ट गर्दा पनि आउँछ आउनु त। फेरि मैले अस्तिदेखि पोस्ट गरेको छैन, यो चाहिँ मैले तपाईँहरूलाई देखाएँ। हेर्नु त मलाई कति आएको छ। यो राइट द ट्रेन्डिङ नाउ, यो तलको यो हेभ बिन लाइसेन्स्ड म्युजिक विथ कन्टेन्ट मोनेटाइजेसन भनेको छ नि, इन्भाइटेड गरिएको। योबाट पनि हुन्छ अर्न मनी फ्रम स्टोरीबाट पनि अर्निङ हुन्छ, जेबाट पनि अर्निङ हुन्छ। यो कन्टेन्ट मोनेटाइजेसन आइसक्यो भने है। कन्टेन्ट मोनेटाइजेसन यसरी आउँछ। मेरो चाहिँ कसरी आएको, कसरी भएको भनेपछि यो हेर्नु, योर प्रोग्राम भनेर त सेकेन्ड नम्बरमा हेर्नु त कन्टेन्ट मोनेटाइजेसन यसरी आउँछ। मोनेटाइज भइसकेपछि नोटिफिकेसन दिन्छ मेटा कम्पनीले। अब यो चाहिँ मैले आफ्नो ब्याङ्क एकाउन्ट यसमा लिङ्क गर्नुपर्ने हुन्छ। यसले गर्दा हाम्रो पेमेन्ट हिस्ट्री चाहिँ यसरी $25 हुने बित्तिकै आफै मेरो ब्याङ्क खातामा ट्रान्सफर गरिदिन्छ। यो ब्यालेन्स अहिले कति छ हेर्नु त। ब्यालेन्स पे आउट भएको छैन। पर्फर्मेन्स बेस्ड पे आउट भनेको $0.02 छ अहिले। अब यसलाई फिनिस सेटअप गर्नुपर्ने हुन्छ। यो तपाईँहरूलाई मैले देखाएको मात्रै, अर्निङ यसरी हुन्छ भनेर है। यो कन्टेन्ट मोनेटाइजेसनबाट हुन्छ। यो चाहिँ कसरी गर्ने भन्दा पहिला यसरी प्रोफाइलमा जाने, आफ्नो प्रोफाइलको पहिला के चेक गर्ने त तपाईँहरूले चेक गर्ने भनेको 3 डटमा जाने है। एडभर्टाइज लेखेको किनारापट्टि 3वटा डट छ, 3वटा डटमा यसरी क्लिक गर्ने। अब तपाईँहरूले हेर्नुपर्ने के छ भने कन्टेन्ट मोनेटाइजेसनको लागि 3वटा डटमा गएपछि यो सेकेन्ड नम्बर है, एडिट भन्दा तलको सेकेन्ड नम्बरमा प्रोफाइल स्ट्याटस भन्ने छ। तपाईँहरूले आफ्नो प्रोफाइल स्ट्याटस चेक गर्ने पहिला। यसरी रातो टिकाको छ। यदि तिमीहरूको यसमा तपाईँहरूको के छ भने यो प्रोफाइलको किनारामा ग्रिन टिक छ। ग्रिन टिक छ भने तपाईँहरूको प्रोफाइल एकदम राम्रो कन्डिसनमा छ भन्ने बुझाउँछ। रातो छ भने चाहिँ त्यो मोनेटाइज हुँदैन है। त्यो फेसबुक चाहिँ मोनेटाइज हुँदैन। त्यही भएर तपाईँहरूले के गर्नु पर्यो भने नयाँ फेसबुक आइडी खोल्ने, त्यसमा चाहिँ के गर्ने कन्टिन्युसली यसरी चेक गर्ने। अब ग्रिन टिक आएको छ, ठिक छ, ओके। अब यो चाहिँ मोनेटाइज हुन्छ है। अनि मोनेटाइजेसनको लागि के गर्ने भने 3 डटमै छ। जसको अब नयाँ प्रोफाइल छ, प्रोफेसनल मोड अन गर्नुभएको छैन भने तपाईँहरूले के गर्ने, यसरी नै आफ्नो प्रोफाइलको 3 डटमा यसरी क्लिक गर्ने। अनि लास्टको थर्ड नम्बर है, लास्टबाट थर्ड नम्बर माथि जाँदा टर्न अफ प्रोफेसनल मोड भनेको छ। मैले टर्न अन गरेको छु, त्यही भएर टर्न अफ भनेको छ। यसमा जाने, सबैले टर्न अन गर्ने। यसरी पेजमा कन्भर्ट हुन्छ। पेजमा कन्भर्ट हुने बित्तिकै प्रोफेसनल ड्यासबोर्ड भनेर यो ब्लूमा यसरी देखाउँछ है, माथि प्रोफाइलको तलपट्टि। यो यसरी पेजमा कन्भर्ट भएर आफै आउँछ। तपाईँहरूको हेर्नु त फलोवरमा आइसक्यो अब मेरो। अब यसरी गर्दा अब चाहिँ प्रोफेसनल मोडमा लगिसके पछाडि के गर्ने भने तल विकली प्रोसेसहरू हुन्छ। यसमा हेर्नु त
विकली प्रोसेसहरू यो तल छ गेट 20 न्यू फलोअर्स, नयाँ 20वटा नयाँ फलोअर बढाउनु पऱ्यो, 6वटा एक हप्तामा 6वटा नयाँ पब्लिक पोस्टहरू हुनु पऱ्यो। यो कम्प्लिट हुने बित्तिकै तपाईँहरूले एउटा के पाउनुहुन्छ भने यसरी ब्याजहरू पाउनुहुन्छ कि यो विकली प्रोसेस है। विकली प्रोसेस ध्यान दिने, माथि जाने प्रोफेसनल ड्यासबोर्ड अन गर्ने, आफ्नो प्रोफाइलमा यसरी थिच्ने, यो यसरी थिचिसकेपछि द विकली प्रोसेस कम्प्लिट गऱ्यो भने के पाउँछ यो हेर्नु त। लेभलमा 3 मा पुगिसके। तपाईँहरू पनि विकली प्रोसेस विकली प्रोग्रेसहरू कम्प्लिट गर्दै जाने हो। तपाईँहरूले ओरिजिनल कन्टेन्ट मात्रै बनाउनु पऱ्यो, यताउता बनाउनु भएन नि। कन्टेन्टहरू तपाईँहरूको आफ्नै ओरिजिनल हुनु पऱ्यो, एकदम ओरिजिनल है। फेरि अर्को कपिराइट म्युजिक युज भएको हुनु भएन, आफ्नै पर्सनल मजाले आफ्नै मोबाइलबाट आफैले कन्टेन्ट क्रिएट गर्ने, तिनीहरू पोस्ट गर्दा एचडी क्वालिटी राम्रो क्वालिटीमा गर्ने, छिटो मोनिटाइज गरिदिन्छ कि मेटा कम्पनीले। अब हेर्नु त, अब अदर स्ट्याटस मेरो तलको स्ट्याटसहरू के छ, मोनिटाइजेसन योर प्रोफाइल इज अर्निङ मनी भनिसकेको छ। अनि सेकेन्ड नम्बर भने त प्रोफाइल रिकमेन्डेबलमा छ। अब तलपट्टि चाहिँ मेटाले भेरिफाइड गरेको छैन, मेटाले भेरिफाइड गर्न तल हेर्नु त नोट सब्सक्राइब, मैले सब्सक्राइब गर्नु पऱ्यो बल्ल मेटाले भेरिफाइड गर्छ है। सब्सक्रिप्सनतिर नजाउँ, हामी चाहिँ मोनिटाइजेसन मात्रै कसरी गर्ने भन्ने हेर्नु त। म लेभल 3 मा पुगेँ। अचिभमेन्टहरू के छ, मैले विकली प्रोसेसहरू यसरी नै हप्तामा 6वटा पोस्टहरू गर भने मैले 6वटा पोस्टै गर्छु। 6वटा पब्लिक पोस्ट गरेँ, कम्प्लिट हुन्छ। हप्ता दिनपछि तपाईँहरूलाई यसरी लेभल 1 2 यसरी मोडरेटर पाउँछ, तपाईँहरूले धेरै पाउँछ। यसपछि डाइरेक्ट के गर्ने भने तपाईँहरूले प्रोफेसनल ड्यासबोर्ड अन गर्ने, यसरी मजाले आफ्नो कन्टेन्टहरू कन्टिन्युस हाल्दै गर्ने, मजाले कन्टेन्ट मोनिटाइजेसन हुन्छ है। सबैको हुन्छ, नहुने होइन, सबैको हुन्छ। तर आफ्नै कन्टेन्ट मोनिटाइजेसन यसरी दिन्छ। अदर टुलहरूको लागि यस्तै छ। अब सबैले गर्ने भनेको त्यही हो। अब यो कन्टेन्टमा के छ, भोइस ट्रान्सलेटर छ, कोलाबोरेसन छ, यिनीहरू छ, प्लेलिस्ट। अब यो प्लेलिस्ट बनाउनु भयो भने मात्रै कन्टेन्ट लाइब्रेरीमा मैले कन्टेन्टहरू यति राखेको छु नि, यति चाहिँ अपलोड गरेको। इङ्गेजमेन्ट यसरी आउँछ। यो मोडरेटर असिस्ट यो चाहिँ मैले गेन गरेको है। यो अब मोनिटाइजेसनमा यसरी जाने भने मोनिटाइजेसनमा सबै कुरा देखाउँछ डिटेलमा। हेर्नु त कन्टेन्ट मोनिटाइजेसन आयो। अब चाहिँ यसमै कन्टेन्ट बनाउनेहरूको लागि एकदमै राम्रो छ है। फेरि यो कन्टेन्ट बनाउनेहरूले चाहिँ एकदमै नयाँ प्रोफाइल स्ट्याटस राम्रो छ भने त्यही प्रोफाइलमा मजाले यो विकली प्रोसेसहरू विकली प्रोग्रेसहरू यो हेर्नु त, विकली प्रोग्रेस आउँछ यो ड्यासबोर्ड। पछि विकली प्रोग्रेसहरू मजाले कम्प्लिट गर्न सक्नुभयो भने मजाले तपाईँहरूको पनि मोनिटाइजेसन आउँछ। मोनिटाइजेसन भयो भने यसरी नोटिफिकेसनमा आउँछ है। यसरी नोटिफिकेसनमा तलपट्टि दिन्छ हेर्नु त, मेटा कम्पनीले नै दिन्छ है। मलाई चाहिँ अस्ति नयाँ भर्खर मोनिटाइज भएको छ मेरो पनि। यसरी नै विकली प्रोसेसहरू मैले कम्प्लिट गरेँ, अनि ओरिजिनल कन्टेन्टहरू हाल्दै गरेँ। अनि बल्ल मैले रिक्वेस्ट पठाएर अनि मेरो चाहिँ च्यानल चाहिँ युट्युब भन्छु, फेसबुक चाहिँ मोनिटाइज भयो है। मेटा कम्पनीले ओरिजिनल कन्टेन्टहरूको लागि चाहिँ मोनिटाइज गरिदिन्छ। 5000 फलोअर पुग्नुपर्छ भन्ने छैन नि। आजभोलि 5000 को लागि केही महत्त्व राख्दैन। त 4.7K फलोअर मात्रै छ मेरो। पहिला थियो 5000 मा मोनिटाइज हुने, अहिले 5000 मै मोनिटाइज हुन्छ भन्ने छैन। थोरै भए पनि मोनिटाइज हुन्छ। राम्रो कन्टेन्ट, इफेक्टिभ कन्टेन्ट, अरूभन्दा फरक हुनु पऱ्यो, तपाईँहरूको मोनिटाइज हुन्छ है। यसरी मोनिटाइज हुन्छ। मोनिटाइज नेपालमै मजाले आफै नेपालमा पनि अब फिचर्सहरू आइसक्यो है। यसरी मोनिटाइज हुने फिचर्सहरू आइसक्यो। अब कन्टेन्ट बनाउनेहरूका लागि चाहिँ एकदमै राम्रो छ ल, एकदम राम्रो छ। थोरै मेहनत लाउनु पर्ने भयो। तपाईँहरूले थोरै मेहनत गर्यो भने तपाईँहरूको पनि मजाले कन्टेन्ट आफै मोनिटाइज भएर आउँछ है च्यानल चाहिँ।